संविधान र कानूनको मर्म भावना अनुरूप अक्षरश पालना गरेको भए सच्चिनको लागि जनताहरूले पटक पटक सुझाएका सुझावहरू आत्मसात गरी सोही अनुरूप शासन सञ्चालन गरेको भए करप्सन र नेपोटिजम विरुद्ध जेन्जी युवाहरूले सरकारको विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्था सायद आउँदैन थियो होला। तर त्यसो हुन सकेन। 19 युवाहरूको हत्या पश्चात राजीनामा दिएर अत्तो न पत्तो हुने गरी भागेको त्यो विद्रोह र सङ्कटको अवस्थामा संविधानको धारा 61 बमोजिम राष्ट्रिय एकताको संवर्धनकर्ता राष्ट्राध्यक्ष राष्ट्रपतिबाट डक्ट्रिन अफ नेसेसिटी आवश्यकताको सिद्धान्तको आधारमा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीज्यू अन्तरिम सरकार प्रमुख प्रधानमन्त्रीको पदमा नियुक्त हुनुभयो। डक्ट्रिन अफ नेसेसिटी आवश्यकताको सिद्धान्त एउटा कानुनी सिद्धान्त हो र यसले कानुन र व्यवस्थालाई पुनर्स्थापित गर्दछ, राज्यको अस्तित्वलाई सुनिश्चित गर्दछ र सङ्कटकालको अवस्थामा अत्यधिक क्षति हुनबाट जोगाउन असाधारण र अतिरिक्त कानुनी कार्यहरू गर्ने अनुमति दिन्छ र ती कार्यहरूलाई आवश्यकताले कानुन सम्मत बनाउँदछ। भगोडा प्रधानमन्त्री आफू नभागी तत्काल सङ्कटकाल र अत्यधिक सेना परिचालन गरेको भए जनहत्या र त्यति धेरै सङ्ख्यामा आगजनी, लुटपाट र घुसपैठ हुन थिएन। संसद जलेर ध्वस्त भएको, केही मन्त्रीहरू सेनाको शरणमा पुगेको, कोही मन्त्रीहरू भूमिगत भएको र नेताहरू दुलोमा लुकिबसेको र देश जलिरहेको त्यो सङ्कटको अवस्थामा भदौ 27 गते राति 11 बजेदेखि लागू हुने गरी भर्खर नियुक्त भएकी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भयो। नेताहरू अहिले वक्तव्यबाजी र विज्ञप्तिबाजी गरिरहेका छन्। त्यसो गर्नु भनेको जनताको जलेको घाउको पाप्रो उप्काउनु जस्तै हो। म एक नागरिकको हैसियतमा मेरो अपिल छ कि नेताहरू वक्तव्यबाजी र विज्ञप्तिबाजी गर्नुको सट्टा हत्याराहरूलाई सजाय दिलाउनमा र आगजनी, लुटपाट, घुसपैठ गर्नेहरूको पहिचान गरी तिनीहरूलाई सजाय दिलाउनमा र शहीद परिवारहरू र उपचार गरिरहेकाहरूको राहतको लागि केही व्यवस्था गर्न र आगजनी, लुटपाटबाट ध्वस्त भएका उद्योग र व्यापारका सरकारवालाहरूलाई आवश्यक नीति र व्यवस्थापन गर्न सरकारलाई सहयोग गर्नुपर्दछ। जनताको विश्वास र भरोसा प्राप्त गरी आगामी फागुन 21 गते हुने निर्वाचनको लागि तयारी अवस्थामा जुट्नुपर्दछ। यही नै आजको आवश्यकता हो र यसो गर्नाले देश, जनता र प्रजातन्त्रको भलो हुनेछ। जय मातृभूमि, जय नेपाल।